प्रिय प्रभास सरी यो प्रभास होइन, यो प्रभासको कुरा गरेको है मैले चाहिँ। आज चाहिँ यसो प्रभास घुमाउँ है त, म तपाईँहरूलाई प्रभास घुमाउँछु अनि काउसतीसम्म पनि पुर्याउँछु यही भिडियोमा। हेर्दै गर्नु होला है लास्टसम्म। प्रभास छ नै यति सुन्दर कि म 3-4 दिनको लागि भनेर आएको, 1 हप्ता नै बसेँ कि। अनि आज चाहिँ यसो प्रभास घुमाउँ भनेर निस्केँ म र नानी चाहिँ। घाम पनि मजाले लागेको थियो अनि त्यही भएर। अनि यो चाहिँ हो बुटोलदेखि आउने बाटो, पाल्पा आउने बाटो। अनि त्यसपछि हामी हिँड्दै गर्दाखेरि चाहिँ त्यहाँ एउटा सार्वजनिक जग्गा रहेछ, त्यहाँ चाहिँ थुप्रै बोटहरू थियो, ठुल्ठुलो बोटहरू। अनि शीतल छारी पनि थियो। अनि पिङ देखेपछि त नानीलाई फेरि खेल्न परिहाल्यो। अनि पिङमा चाहिँ पिर्का नभएको कारणले गर्दाखेरि खेल्न अप्ठ्यारो भयो। अनि नानीले आइडिया लगाएर यसरी खेल्न थालिहाल्ने। यो कागहरू चाहिँ कति धेरै के, पाल्पामा जता जाँदा पनि कागहरू थियो। अनि यो चाहिँ सार्वजनिक जग्गा भएको कारणले गर्दाखेरि यहाँको आँप चाहिँ जसले टिपेर खाँदा पनि हुँदो रहेछ। अनि टेरिकाको लागि पनि एउटा भाइले दियो कि यो म्याङ्गो चाहिँ। अनि ऊ खुसी हुँदै थिए। अनि हामी अलिकति अगाडि बढ्यौँ, यहाँ रहेछ पुलिस चौकी। अनि त्यसपछि ठ्याक्कै साइडमा छ लुम्बिनी मेडिकल कलेजको गेट। अनि अलिकति भित्र गएपछि आयो लुम्बिनी मेडिकल कलेज। यो चाहिँ टिरिकाको बाबाको कलेज हो। पहिला MBBS गर्दाखेरि पनि, अहिले MD गर्दाखेरि पनि सेम कलेज हो। लक्की नै भन्नु पऱ्यो होइन। अनि मेडिकल कलेजभित्र छिरिसकेपछि अलिकति सर्ट गल्ली छ, त्यो गल्लीमा हामी सुई हिँड्यौँ। अनि यति गल्ली क्रस गरिसकेपछि राइट साइडमा छ ग्लोबल आर्मी ब्याङ्क र अनि त्यसको ATM। अनि त्यसपछि लेफ्ट साइडमा छ पार्किङ एरिया। अनि यति बेला चाहिँ ठ्याक्कै घाम मजाले लागेको कारणले गर्दाखेरि निलो आकाश कस्तो उज्यालो देखिराखेको के। अनि अघिको म्याङ्गो चाहिँ चुस्दै मक्ख पर्दैछ कि टेरिका चाहिँ। ठ्याक्क टेरिकाको ड्याडी आउनुभयो। हामी एकछिन कुर्दै तर हामीलाई नोटिसै गर्नु भएन। मैले के गर्नु हुँदो रहेछ भनेर बोलाउँदै नबोलाएको त हेर्दै नहेर्दै गइराख्नु भयो। अनि मैले बोलाएँ। अनि त्यसपछि फर्किनु भयो। अनि हामी 3जना सँगै फर्कियौँ। अनि खाना खाने बेला भयो हाम्रो। अनि यो चाहिँ हो प्रवासमा सबैभन्दा मिठो खाना पाइने होटल, ब्लू मुन होटल। अनि यहाँको खाना यति मिठो छ कि यति मिठो छ। म खासमा व्हाइट राइस कट गर्ने जर्नीमा छु। 100% होइन, 75% जस्तो त मैले कट गरिसकेको थिएँ। तर यहाँको खाना मैले कट गर्न सकिनँ। मैले चाहिँ एकैचोटि 100+200% खान थालिसकेँ कि। मलाई लाग्छ मैले वेट गेन पनि गरिसकेँ, फेरि बल्ल बल्ल घटाएको थिएँ। अनि यो चाहिँ अर्को दिन हो। काउसती आउने बेलामा चाहिँ बाहिरपट्टि हामी एकछिन गाडी कुरिरहेको बेलामा चाहिँ भाइ बहिनीहरूले आएर चाहिँ त्यहाँ मन्दिर अगाडि सरसफाइ गर्न थालेको थियो। अनि गाडी चढेर अलि ओरा आइसकेपछि चाहिँ फेरि चिया खाजाको लागि रोकिहालेँ। खाली पेटमा हिँडेपछि पनि मलाई अझ गाह्रो हुन्छ कि गाडीमा। त्यो भएको कारणले गर्दाखेरि मैले चाहिँ पेट भरिहालेँ चढचढेमा। अनि अलिकति अगाडि आउँदाखेरि चाहिँ यो चाहिँ सुरुङ मार्ग बन्दैछ कि सिद्ध बाबा मन्दिरसम्म निस्कनेको लागि। अनि यति राम्रो राम्रो दृश्यहरू हो, म कति त क्याप्चर गर्नै भएन कि नानीसँग भएको कारणले गर्दाखेरि। यति निदाएछु बिचमा चाहिँ म चाहिँ फेरि दाउनेको बाटो आउँदाखेरि बल्ल बिउजेँ। अनि यहाँनिर खाना खान रोकेपछि बिउजेको म। अनि खाना खानको लागि सबै रोकेपछि मैले पनि खाना खाएँ। अनि त्यसपछि सिधै घरको भ्यू है तल डेभिन दादा, यो टेरिकाको डेभिन दादा, ह्यान्डसम डेभिन दादालाई देखाएँ मैले। अनि त्यसपछि यिनीहरू चाहिँ एकछिन चाहिँ लजाए, बोल्दैन। एकैछिन पछि चाहिँ फेरि च्याउबुढी आइपुग्नु भयो। च्याउबुढी चाहिँ मेरो आमा हो। च्याउ खोज्न र माछा मार्न मेरो आमालाई एकदम मनपर्ने भएको कारणले गर्दाखेरि उहाँलाई चाहिँ च्याउबुढी भन्छौँ हामी। अनि यो चाहिँ ब्लू मुन होटलको दिदीले मलाई चाहिँ कोसेली पठाइदिनु भएको हो। यो कोसेली चाहिँ तामा हो। तामाको तरकारी साह्रै मनपर्छ मलाई दिदी भनेको। उहाँले त मलाई कोसेली नै पठाइदिनु भयो। यो कोसेली र मायाको लागि थ्याङ्क यू दिदी।